जन्तरी आमा होइन मन्तरी होइन गन्तरी। आमा आज के खानुभयो तपाईँले? भात खायो तोछी। हिराले के दियो भन्नुहोस् त? हिराले के दिन्छ? तल कान्छीले मासु भात दियो। हिराले चाहिँ के दिएन? दिएन। अब मैले अन्त के अघि रोटी खानु आउनुहोस् न भन्दाखेरि तपाईँ त आउनु भएन त अन्त? बिहानै यो रोटी खाएर गयो यहाँबाट तल पुगेर। के खायो? अलिकति। अन्त मैले छ नि आमालाई यहाँनिर 12 बजी आमा अन्डाको सब्जी छ भात खानु हुने भन्दाखेरि तपाईँ मान्नुभयो? मानेन नि त। अन्त मलाई चाहिँ कस्तो लाग्छ भन्दाखेरि चाहिँ नि बिचारा आमाले खान्छ होला, आमालाई खाना भन्दाखेरि चाहिँ नगर्ने होइन। मलाई चाहिँ के लाग्छ भने चाहिँ अलिकति भोकले टङ्ग्रियो भने चाहिँ कान्छीले भात माग्छ, नभए त खा भन्दा पनि खाँदैन हो कि होइन? अब मात्रै कति बेला खान्छ भने यति बेला खान्छ भने टुङ्गो छ। आमा नभए त भनेपछि हामीले त माया गर्दैन रहेछ है मम्मी? किन गर्नु त नि? हामीले माया गर्दैन तपाईँलाई? गर्दैन। त्यस्तो नभन्नुहोस् न। अब म के बनाइदिउँ कान्छीलाई? ल पप्पी मात्रै खान्छु, माया गर्दैन। आई लभ यु मम्मी, कसम र भेरी साँच्ची होला। कसको छोरी होला? पासाङको छोरी। पासाङको? ए आमाको आपाको नाम चाहिँ पासाङ? राङलाई आपाई नाम दा पासाङ? पासाङ पेम्बाई पमो सु पेम्बा पमो ngani minge ngai खे सुई पमो ngai आपाई पमो ngai आपाई नाम चिले ngai गोमेसे म घरमा भन्दै काछु जान्दैन म। आमाको नाम आपाको नाम याद छैन? आमालाई बल्ला रे साइला रे हत्तरिका सैली दिदिन हत्तरिका हम त ढले ढले झले 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 हम त ढले ढले। कान्छीलाई भोक लागेको छ, अब गएर चाहिँ म खाना मजाले पकाइदिनु पर्यो मेरो कान्छीलाई। ल साँच्चै हेर्नुहोस् गाइस है, किनभने सबैभन्दा ठुलो कुरा चाहिँ आमा बाउ हो कि होइन? तर हेर्नुहोस् त आमा बाउलाई मान्छेले के गर्छ भने चाहिँ होइन यति साह्रो हेला गरेर ओल्ड एज होममा वृद्ध आश्रममा बसिरहेको हुन्छ। तर हेर्नुहोस् है मलाई चाहिँ के लाग्छ भने चाहिँ जति धन सम्पत्ति कमाए पनि हाम्रो सम्पत्ति नै उहाँ हुनुहुन्छ। हामीले झिझर गर्छ है आमा बुढाबुढी मान्छेहरूले होइन, अब यो माग्दा त्यो माग्दा झिझर गर्छ, तर झिझर गर्नु हुँदैन। किनभने हामीले भर्खर पाएको नानीले हामीलाई कस्तो तङ गर्छ, तर पनि हामीले के भन्छ न्यू बोर्न चाइल्ड भनेर हामीले उसको सबै ख्वाइस पुरा गर्छ। तर भोलिको दिनमा ती नानीले चाहिँ ठुलो भएर के गर्छ भने आमालाई पुरा उयो गर्छ। त्यसै कारणले चाहिँ हामीले के छ भने बुढाबुढी भएपछि त बुढाबुढी चाहिँ के भन्छ नानीको सेम बिहेभियर उहाँले जे चाहन्छ उहाँहरूको फर्ज तर दुईटा कम्प्लिट गर्नुको लागि चाहिँ पुरा गर्नु चाहिँ हाम्रो फर्ज हुन्छ नि त हो कि होइन? बिचारा उहाँहरूले हामीले सानोमा कस्तो दुःख गरेर पालेको हुन्छ। हामीले के माग्छ के चाहियो त्यो सबै फुलफिल गरिदिन्छ भनेपछि चाहिँ बुढाबुढी भएपछि हामीले उहाँलाई नकार्नु हुँदैन नि त। मेरो मम्मीलाई त कस्तो भोक लागिरहेछ, मैले चाहिँ अझै भोक लागेको छ नि किनभने अझै भोक लागेको चाहिँ मेरो मम्मीले बेसी खान्छ। त्यसै कारणले मैले 12 बजी दिएन। 12 बजी मैले नदिएको होइन, उहाँलाई मैले सोधेँ पनि मम्मी खाना खानु नि, तर उहाँले चाहिँ के गर्नुहुन्छ उहाँले चाहिँ खाँदैन भन्नुभयो नि त। त्यसै कारणले चाहिँ खाँदैन मेरो छोरीले त। के भयो अरे केटीले त कुदकुदी मम्मी त कस्तो खालके। आज त भुरी भए पनि सक्दैन मसित। बाई बाई आइम गोइङ मामी। टाटा गुड मर्निङ। म मम्मीको लागि मेगी बनाएर दिन्छु ल। मेगीमा चाहिँ भात हालेर खानुपर्छ ल, किनभने ग्यास्ट्रिक हुन्छ है। ल कान्छी ल बाई बाई गर्नु त। कान्छीलाई भोक लागिरहेको छ।